फाइनली गाइज यतिको चाहिँ अहिलेसम्म भएको थिएन। ल हामी चाहिँ यताबाट ठाडै उक्लिएर आएको। यताबाट छ बाटो चाहिँ भर्याङ सिँढी। हामी चाहिँ किन घुमिरहनु भनेर सलक्क लाएर ढाडा उमालेर आएको। गाह्रो पर्यो दाजु। हामी अहिले स्वर्गमा। के बोले भाइ? अब के बोले ए अलिक धेरै आयु मागा है तिमीहरू के 50-50 भन्दा यतिको भिड चाहिँ रहेछ। ल देखियो भरिया यु भरिया पक भरिया पक भरिया पक व्हाई नॉट। ओ भाई मारो मुझे मारो। भिड त भवाले है। ओए मार्केट खायो। ओ माय गॉड विश्राम गरौँ है। यसले के भनेर हो के? जाम के भयो? मात्र रहेछ नचाहिने चाहिँ म है। हो है अहिले हेरौँला नि है। ल बगालीमा चाँडा मोबाइल जसको छ त्यही ठुल कुरो भएर बिहा होइन नि त। केबल कार आएर गर्दै थाहा हुन्छ। आधी टिकट च्यातेर दिन्छ होला क्या। हेलो गाइस कताबाट आउँदै भयो हामी कालिन्चोक मन्दिरबाट दर्शन गरेर पूजा गरेर टक्क लाएर अनि आउँदैछौँ अहिले ल यही हिँड्दै। कालिन्चोक माता आमा कहाँ गएर आएको हो? आमाले के भन्नुभयो? के भन्नुभयो? गाइज अब हामी चाहिँ सैलुङतिर लागेछौँ होइन। पाँच साल यस्तै पाराले गयो भने पुगिहालिन्छ नि बेलुकासम्म। चाइना ग्रेट वाल भन्दा कम छैन है। यतिको चाहिँ हुनुपर्छ के। केटाहरू त भाधाएर जस्तो ठमक ठमक पार्दै हिँडिरहेको त। अहिले तेर्सम्म हिँड्छ अहिले त। ओ भाइहरू के हो पारा? हिँड्न नसकिन्छ मै मात्र देख्छु स्यास्या हुनु बढी। हामी त सानै नभइकन बसिरहेको नि हामी त। राशि के अरे तिम्रो? मिसले त भवाल दिन्छ नि। हामी चाहिँ अहिले लगभग चाइना ग्रेट वालको भर्याङ चढ्या जस्तै चढिरहेछौँ। तर चाइना ग्रेट वाल त होइन यो पक्कै पनि होइन। जे होस् अब अनुभव चाहिँ त्यस्तै भइरहेछ हौ गाइज। हजुरहरू पनि आउनु सक्नुहुन्छ। ग्रेट वाल जस्तै चढ्ने हो भने पुग्नुपर्छ हौ दाजुभाइहरू। सास फेर्न बिर्सिन लाग्यो जस्तो हाम्रो अर्जुनले गाह्रो छ। घुम्न नि आउनु परेछ, मजा नि लिनु परेछ। सनराइज हेर्नु पर्छ त्यो अन्त पर्दैन नि त।
अब त्यहाँको ग्रेट वाल के वाल चाहिँ सक्को यस्तो सिँढी रहेछ अब चाहिँ होइन। अब हामी चाहिँ यहाँबाट जाँदैछौँ माथि अनि ओडार पनि छ अरे ओडार भन्ने ठाउँमा नि हामी जानुपर्ने हुन्छ होइन। त्यहाँ सर्लक ओहो तुसारो हो कि के हो यो तुसारो हो कि हिउँ हो कि चुनढुङ्गा हो कि के हो यो सेतो सेतो छ त भाइ हिउँ त होइन भाइ यो तुसारो हो यो तुसारो हो यो हिउँ कहाँ यस्तो हुन्छ त नि त्यसलाई चाहिँ तुसारो भन्छ होइन हाम्रो घरतिर चाहिँ यतातिर चाहिँ अब हिउँ भन्यो भने मलाई थाहा भएन है हजुर हामी त फटाफट हिँड्यो नि त नि अनि हाम्रो जस्तो गोल्ड स्टार जुत्ता हुनुपर्छ क्या टक टक समात्ने दाजुभाइहरू होइन। अब यहाँ चाहिँ तुसारोले गर्दा अलिकति हिँड्नलाई अलिकति अभाव हुँदैछ होइन। स्यास्या बढिरहेछ क्या पुरै भरे हिँड्दा छ होइन स्यास्या पनि भइरहेछ। अनि अब हामी चाहिँ त्यही पनि हामी चढिरहेछौँ हाम्रो दाजुभाइहरू आइरहेछन् पछाडि पछाडि अब है अब के बोक्नु पर्ने हो बोक्नु पर्ने भन है म बोक्छु नि फेरि ल हामी चाहिँ अहिले ठ्याक्कै यहाँ माथि आइपुगेको छौँ होइन। टोलीहरू अगाडि बढिरहेछ महादेव गुफा सैलुङ यता होइन फाइनली गाइस अब हामी चाहिँ होइन महादेव गुफातिर तर्फ लाग्छौँ यताबाट रहेछ होइन। अनि यताबाट माथि सैलुङ पनि पुगिन्छ अनि हामी अब टोली अगाडि बढ दाजुभाइहरू अब हामी चाहिँ यस्तो जङ्गल जान्छौँ होइन। यहाँ चाहिँ महादेव गुफा अरे भन्ने सुन्यो होइन त्यहाँ देखियो पनि अब हामी चाहिँ यहाँबाट सर्लक्क लाएर गुफामा जान्छौँ गुफाबाट अनि त्यहाँबाट सिधै मासतिर सैलुङतिर पुग्छौँ। ओए आउनु भने यार के छ ठिक छ हामी अहिले कतिजना लाग्यो अहिले हामी महादेव गुफा महादेव गुफाबाट कतातिर लागिन्छ त्यहाँबाट सैलुङको डाँडा जाँदैछौँ हजुर हामी सैलुङको डाँडा जङ्गल छ हजुर बाघ हेर्नुहोस् शत्रुबाट त्यहाँ लुकिरहेछ देखा मात्रै छैन झाडीमा लुकिरहेछ झाडीमा समझ रहे हो ना ल सुभाष मेरो त्यसमा हट्यो अब हामी चाहिँ यसरी सर्फ लाग्छौँ होइन त्यस्तै हो। अब माथि पुगेर चाहिँ फेरि अर्को उसमा देख्नु होला। फाइनली गाइस हामी लगभग गुफामा आइपुग्न आँट्यो आइपुग्यो हेर्नुहोस् यहाँ रहेछ होइन बोर्ड एउटा अनि हामी चाहिँ यस्तो झरेर हाम्रो यहाँ साथी म बुङ्गाहरू छन् यिनीहरू सबैजना हामी चाहिँ गुफामा झर्न लागेको भनी हामीलाई लागिरहेछ र ओह्रालो झर्नुपर्ने रहेछ र मात्रै हो यहाँ खोल्सातिर जस्तो लाग्यो गुफा चाहिँ यता होइन। त्यहाँबाट छिरेर चाहिँ कहाँ निस्किन्छ त्यहाँबाट छिरेर एकैचोटि माथि उसमा निस्किन्छ के अरे सैलुङ निस्किन्छ त्यहाँबाट छिर्यो नि के भयो कसले बड़ा हरामी हो बेटा गाली गरे भनेर लगाइदियो अब गुफा छिर्न मान्छे यहाँ रहेछ होइन गुफा चाहिँ यहीँ। अब हामी चाहिँ लक्क लगाएर यहाँ गुफामा छिर्छौँ होइन। अनि ठिक छ यहाँ मन्दिर रहेछ मन्दिर पनि गुफा चाहिँ हेर्नुहोस् छन चाहिँ महादेव गुफा के भने हो केटाहरू। अब यहाँ चाहिँ अब हामीले महादेव गुफा भन्यौँ होइन महादेवको मन्दिर रहेछ यहाँ चाहिँ। अब हामी चाहिँ यहाँ तल जान लाग्छौँ होइन मान्छे चिनी गुफा होइन। यहाँबाट अब लगभग 5 मिनट 5-8 मिनट लाग्छ अरे अनि त्यही भएर अब के भयो त्यतैबाट सैलुङ खरि त जाने बाटो तल गएर फेरि ठाडो उकालो उक्लिने ए चल्छ हामी कस्तो बाटो त हिँड्यो अब यस्तो त सिडी भएको बाटो यार के कुरो गरे
केटाहरूको कुरा र के भन्थ्यो त्यस्तै त्यस्तै पऱ्यो र यहाँ गुफा छिर्ने भनेपछि चाचा डौडे यत्तिको चाहिँ हुनुपर्छ बाटो चाहिँ यस्तो रहेछ होइन अब त्यहाँ गुफामा पुगेपछि फेरि हजुरहरूसँग भेट्नेछौँ है एउटा गुफा चाहिँ यहाँ रहेछ होइन यस्तो खालको गुफा रहेछ होइन यो चाहिँ अलिक सानो सानो खालको गुफा जस्तो लाग्यो ठुलै खालको छ जस्तो लागेको थियो कि मलाई चाहिँ गुफा होइन र सानो सानो खालको रहेछ अनि यता माथि जाँदैछौँ हामी जान चाहिँ हेर्दै हेर्दै यहाँबाट सैलुङ माथि पनि पुगिन्छ भन्ने कुरो सुनेको अब यतैबाट रहन्छ भने हामी म लागिन्छौँ यस्तै हो गुफा गुफा चाहिँ भन्दैछ केटाहरू यो हो कि जस्तो लाग्यो है पकाइ ए मुजी फेरि एकजना जान्ने भएको कि यहाँ एउटा पल यही हो कि जस्तो लाग्यो नचिन्ने कुरो होइन क्या पोहोर हुन्छ नि केटाहरू तम्ताया भइरहेछ है यहाँबाट छिर्ने भनेर के हो जाने नपुगाले नहाल्दिनु आर्मीको ट्रेनिङ भन्दा नि चर्को छ ल फाइनली गाइस ओफ सैलुङ डाँडो चाहिँ त्यही हो होइन केटाहरूलाई थके लाग्यो अरे भनेर बसिरहेछ होइन म चाहिँ यहाँ चढ्दैछु सकि नसकि हेर यहाँ आम्मामा क्या भ्याछ त भ्यू पनि बबाल देखिँदैछ यहाँबाट त ल अब हामी चाहिँ अझै त्यहाँ पुग्नलाई 1 घन्टा लाग्छ भन्थ्यो फाइनली गाइज हामी चाहिँ भीमसेनको तरबार भान्नेर आइपुग्यो होइन अब तरबार छ भने चाहिँ यहाँ हेरौँ कस्तो रहेछ तरबार तरबार त ल तरबार छ त खै त तरबार हेर यहाँ साथीभाइहरू भीमसेनको तरबार यस्तो खालको छ है भीमसेनको तरबार यही हो यहाँ ढुङ्गामा गाडेको छ त्यही भएर आकार चाहिँ त्यस्तै त्यस्तै आएको छ कि त्यही भएर साथीको साथी क्या जोडा मिल्ने रहेछ ल के बोल्छ फेरि यार भ्लग बनाउनु लागिरहेको छु कन्टेन्ट खोजिरहेको छु हामी चाहिँ टुप्पा टुप्पामा आइसकेको छौँ डाँडा यस्तो रहेछ होइन अब यहीँ हो होइन धेरै टाढा होइन अब यो खोल्चा कटेपछि त्यो डाँडामा ट्याक्क गएर घाम अस्ताउनु लागिसक्यो बरु चाँडो जाऊँ न यो ठाउँमा आइपुग्यो अहिले ठाउँमा चाहिँ मस्त चलिरहेको छ यार समय हो समय हो फेरि के गर्नु गाह्रो छ यहाँ चाहिँ यस्तो रहेछ यी हो कि के भन्नु अब यो यस्तो यस्तो रहेछ यस्तो हावा चल्या यार के पनि हावा चल्यायो फेरि यहाँ ठन्डा फरफर राख्को आहा भ्यू टावर जानुपर्छ है क्या हो सर्लक्क डाँडा काँडा सबै देखिँदैछ फेरि यत्तिको चाहिँ हुनुपर्छ के यत्तिको डाँडा चाहिँ हुनुपर्छ ल ए अघि तलबाट हेरेर डाँडा चाहिँ है ल टावर यो भइहाल्यो माथि केटाहरू सबैजना ल जाडो भएर हेर साह्रो साह्रो जाडो जाडो
हामी चाहिँ पृथ्वीको नाइटो यही हो पृथ्वी नाइटो। हेर्नलाई आएको दाजुभाइहरू। यही हो गाइजहरू, पृथ्वीको नाइटो भने नि यही हो। ए उयो यही बुद्धको पाइला यही हो ल, यही हो ल, बुद्धको पाइला यही हो दाजुभाइहरू। ए नाइटो पनि यसमै चढ्यो होला दाजुभाइहरू। अब हामी जाने होइन त, अब हामी जाने होइन जाने अब हामी चाहिँ टक्क लगाएर तल जान्छौँ होइन। अब झर्नलाई आधी घन्टा जति लाग्छ कि आधी घन्टा 1 घन्टा जति लाग्छ कि तल झर्नलाई? 2 घन्टा 3 घन्टा लाग्छ। आउँदाखेरि 2 घन्टा लाग्यो, जाँदाखेरि 1.5 घन्टा। जाँदाखेरि 1 घन्टा लाग्छ कि भन्ने 1-1.5 घन्टा होइन। तपाईँलाई म एउटा कुरो भन्छु होइन, सर्लक्क सैलुङ आएपछि लास्टमा चाहिँ बवाल टल्किँदैछ हेर्नु त ल, खतरा टल्किँदैछ रातो भएर यार। अनि तर माथि चढ्नलाई लास्टै गाह्रो क्या, ठाडै उमालाउनु पर्ने होइन। अनि कति लगभग 1.5 घन्टा लाग्यो हामीलाई माथि, 1.5-2 घन्टा लाग्यो माथि उभिँदा। हामी तलतिर झर्दैछौँ होइन। र उहाँ बिर्सको म लास्टमा छु क्या। जाँदाखेरि चाहिँ सँगसँगै मेरो राखेँ, आउँदाखेरि त छोडेर आइदिएर ल के हो यस्तो नि हुँदो रहेछ।